आखिर मर्नै पर्ने बाध्यता किन आइलाग्यो? पेट्रोल छर्केर आत्मदाह गर्नुपर्ने बाध्यता किन आइलाग्यो त? सम्बन्धित मन्त्रालय थियो होला, ट्राफिक कार्यालय थियो होला, ट्राफिक कार्यालय र सम्बन्धित मन्त्रालयमा गएर न्याय माग्न सकिन्थ्यो, संवाद गर्न सकिन्थ्यो, कुरा गर्न सकिन्थ्यो। विरोधीहरू मरेको लासमाथि राजनीतिको रोटी सेक्न बन्द गर भन्न चाहन्छु, चेतावनीका साथ भन्न चाहन्छु। विरोधीहरूले राजनीतिको रोटी सेक्न सुरु गरिसकेका छन्। पत्रकारहरूले राजनीतिको रोटी सेकिरहेका छन्। पत्रकारहरू, तिमीहरू पत्रकारको गरिमाई जोगा भन्न चाहन्छु, खागर भन्न चाहन्छु। पत्रकारको नै आफ्नो गरिमाई हुन्छ। हच्चकबरमा आफ्नो सुसाइड गर्दै जाने, आत्मदाह गर्दै जाने, सरकार जिम्मेवारी लिँदै जाने, जे कुराको पनि सरकार जिम्मेवारी हुँदैन भन्न चाहन्छु। फेरि पनि भन्न चाहन्छु, स्वयं देश विकास गर्नुपर्ने जाने स्वयं जनता पनि जिम्मेवारी बन्न सिक्नुपर्छ। जनता पनि जिम्मेवारी हुनुपर्छ। जनता चाहिँ गैर जिम्मेवारी हुने अनि सुसाइड गर्दै जाने, भिडबाट लड्ने अनि खोलामा हाम फालेर आत्मदाह गरिदिने, त्यसको जिम्मेवारी चाहिँ अनि सरकार लिँदै जान्छ। अनि कानुन पालना नगर्ने, कानुन पालना नगरेको विषयलाई कारबाही गर्दा चाहिँ अनि आत्मदाह गरिदिने, हत्याको भरमा त्यसको जिम्मेवारी चाहिँ नेपाल सरकारले लिनुपर्ने। यस्तो हत्याको भरमा तिमीहरू मर्दै जाने अनि सरकार जिम्मेवारी लिँदै जाने होइन। मरेला त मर दिनुपर्छ क्या। अलिअलि मान्छे नमरी, अलिअलि केही नभई देश पनि विकास हुँदैन। मेरो फरक विचार छ भन्दैमा यहाँनिर विरोधीहरू क्याउ 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 गरेर आइरहेछन्। काङ्ग्रेस एमाले माओवादीका गु खाने झोलेहरू होइन। तर तिमीहरू जति नै उफ्रे पनि हुनेवाला केही छैन क्या, केही छैन। 10-15 वर्षमा बालेन्द्र रविको हातमा देश गइसकेको छ। तिमीहरूले बालेन्द्र रविको खुट्टाको भुत्ला पनि झार्न सक्दैनौ भन्न चाहन्छु। हच्चको बेरमा तिमीहरू पेट्रोल छर्केर शरीर जलाउने अनि तिमीहरूको जस्तो सस्तो शरीर अरूको छैन नि। मर्नेलाई मर्न दिनुपर्छ भन्ने कारण त्यही भएर हो। त्यस्तै कुराले त देशमा कति जनता अन्यायमा परेको छ। ती सबै जनताले अब आत्मदाह गर्ने, खोलामा गएर हाम फालेर मर्दैन अनि त्यसको जिम्मेवारी सरकारले लिने पनि हुन्छ। थुक